दर्शकबिन सबैलाई नमस्कार। जुठेको भाग 203 भागमा के कस्ता घटनाहरू घटे हजुरहरूलाई थाहा नै छ। आज हामी कुरा कहानी गर्नेछौँ जुठे भाग 204 भागको भिडियो हेर्नु अघि हजुरहरूले हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला र हजुरहरू पनि जुठे सिरियललाई माया गर्नुहुन्छ भने कमेन्ट अवश्य गर्नुहोला। जुठे 203 भागमा जुठेले आफ्नो आमालाई भेटिसकेका छन्। जुठेको आमाले केही नि नराम्रो कदम चालेकी छैन। जुठेको आमा त चौरेको घरमा को रहेछिन् अनि यता जिमलले आफ्नो गिले नजर चौरेको बुढीमाथि लगाएका छन्। जिमलको नियत साह्रै नै खराब छ। जिमलले त आफ्नो गाउँ समाजमा आफै विकृति फैलाइरहेका छन्। हजुरहरू जिमललाई के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। जिमल र श्रीधर मिलेर चौरेको घरमा चाहुरेको बुढीलाई जिमल घरमित्र गएर भेटेका छन्। श्रीधर भने घर बाहिर को मान्छे आउँछ कि भनेर हेरेर बसेका छन्। यता शर्मिली र जुठेको झगडा परेको छ कि यो झगडाले पछि गएर ठुलो रूप लेला त सायद पछि गएर ठुलो रूप पनि लिन सक्छ किनकि शर्मिलाले सानो कुरालाई ठुलो बनाउन कपिस छन्। झगडा भएको कुरा पक्कै पनि जिमल सामु पुग्छ होला अनि फेरि जुठेलाई गाह्रो हुनेछ। दर्शकबिन यता मने र जुनेलाई मसान लागेर सबै हैरान भएका छन्। झाकीले पनि लेकाल मसान जुने र मनेको बाट हटाउन सकेका छैनन्। के अब आउने भागमा जुने र मनेलाई झाकीले सन्चो गर्लान् त? खे हेर्दाखेरि त झाकीले सन्चो गर्न सक्दैन नहोला जस्तो देखिन्छ। आउने नयाँ भागमा मसान हटाउन नयाँ केही गर्लान् जस्तो छ झाकीले। अब जुठेले आफ्नो आमा खोज्दा खोज्दै चौरेको घर पुग्छन् अनि जुठेले आफ्नो आमालाई चौरेको घरमा देख्छन् अनि जुठे र जुठेको आमा बीच विवाद हुन्छ अनि जुठेको आमाले जुठेलाई गालामा पिट्छिन् अनि भाग यही नै सकिन्छ। अनि यता जुने र मनेलाई कस्तो भएको छ अनि जुठेकी आमाले जुठेलाई कसरी पिट्छिन् भिडियोमा हेर्नुस्। एरियामा बोक्सी त हो नि नत्र भने त्यतिकै बिमारी हुन्छ त्यो जिमालको छोरी र श्रीधरको छोरी। मैले भन्दै छु हेर्नु अलि आमालाई बोक्सी सक्सी भन्दा बङ्गारसँग झाप के बङ्गारहरु झाप हो नसक्ने भने सक्लान नसक्ने भने सक्छस् हामी मान्छे भएर नत्र भने मार्दिन्थे। ल मार अझ ओइ छिटो मार हो खाजा भुजा खाए चाहिँ खाएन छ हेर त। ए यहाँ पाइला खाना त खाएछ बुढो। त्यो आएको पाइला मात्रै छ कि गएको पाइला पनि छ एकचोटि हेर त तपाईँ। एउटा त उम्केर गइहालेछ बुढो। ओहो जिमल बा एउटा वीर त छुटेछ नि भागिहालेछ। झाँक्री बा तपाईँको शक्ति लगाएर भए पनि त्यसलाई पनि छोप्नु पर्यो। अब यो छोपेर भएन यो अग्निज्वाला कुण्ड चाहिँ जलाउनै पर्ने भयो जिमल बा। यिनीसँग मिलेर बनी खाले छिन् नि यिनी बस्तु भाउ बुढाबुढी भयो नि भिर खोज्छ मान्छे बुढाबुढी भयो नि निउ खोज्छ भन्थ्यो हुने रहेछ। के रे फेरि भन् त हो त अनि सिधै भन् न आमा घाँस खाने हो भनेर किन घुमारो भन्छस्? अहिले मोरालाई गाडा साला चड्काइदिन्छ अनि लो त चड्काउ त। दर्शकबिन सबैलाई नमस्कार। जुठेको भाग 203 भागमा के कस्ता घटनाहरू घटे हजुरहरूलाई थाहा नै छ। आज हामी कुरा कहानी गर्नेछौँ जुठे भाग 204 भागको भिडियो हेर्नु अघि हजुरहरूले हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला र हजुरहरू पनि जुठे सिरियललाई माया गर्नुहुन्छ भने कमेन्ट अवश्य गर्नुहोला। जुठे 203 भागमा जुठेले आफ्नो आमालाई भेटिसकेका छन्। जुठेको आमाले केही नि नराम्रो कदम चालेकी छैन। जुठेको आमा त चौरेको घरमा को रहेछिन् अनि यता जिमलले आफ्नो गिले नजर चौरेको बुढीमाथि लगाएका छन्। जिमलको नियत साह्रै नै खराब छ। जिमलले त आफ्नो गाउँ समाजमा आफै विकृति फैलाइरहेका छन्। हजुरहरू जिमललाई के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। जिमल र श्रीधर मिलेर चौरेको घरमा चाहुरेको बुढीलाई जिमल घरमित्र गएर भेटेका छन्। श्रीधर भने घर बाहिर को मान्छे आउँछ कि भनेर हेरेर बसेका छन्। यता शर्मिली र जुठेको झगडा परेको छ कि यो झगडाले पछि गएर ठुलो रूप लेला त सायद पछि गएर ठुलो रूप पनि लिन सक्छ किनकि शर्मिलाले सानो कुरालाई ठुलो बनाउन कपिस छन्।
झगडा भएको कुरा पक्कै पनि जिमल सामु पुग्छ होला अनि फेरि जुठेलाई गाह्रो हुनेछ। दर्शक बिन यता मनेर जुनेलाई मसान लागेर सबै हैरान भएका छन्। झाकीले पनि लेकाल मसान जुने र मनेको बाट हटाउन सकेका छैनन्। के अब आउने भागमा जुने र मनेलाई झाकीले सन्चो गर्लान् त? खे हेर्दाखेरि त झाकीले सन्चो गर्न सक्दैन नहोला जस्तो देखिन्छ। आउने नयाँ भागमा मसान हटाउन नयाँ केही गर्लान् जस्तो छ झाकीले। अब जुठेले आफ्नो आमा खोज्दा खोज्दै चौरेको घर पुग्छन् अनि जुठेले आफ्नो आमालाई चौरेको घरमा देख्छन् अनि जुठे र जुठेको आमा बीच विवाद हुन्छ अनि जुठेको आमाले जुठेलाई गालामा पिट्छिन् अनि भाग यही नै सकिन्छ। अनि यता जुने र मनेलाई कस्तो भएको छ अनि जुठेकी आमाले जुठेलाई कसरी पिट्छिन् भिडियोमा हेर्नुहोस्।